हेलो गाइस, म चाहिँ अहिले नुहाएर निस्केको है। अन्त म चाहिँ कहाँ छु चाहिँ यहाँ माथि जङ्गलमा छु, धुपीघारीमा। हेर्नु होला यी आगोहरू फुकेर आगो तापिरहेछु हो। यो चाहिँ किन आगो फुकेको भन्दा चाहिँ अघि कुखुरा पोलेको भर्खरै होइन, सेकुवा बनाउनुको लागि। अन्त कुखुरा पोलेको नि मैले भिडियो गरिरहेको छु, म तपाईँहरूलाई देखाउने छु हो गाइस। अन्त दुईजना चाहिँ यहाँ पर फोहोरफार गर्दै, यहाँनिर चाहिँ दुईजना मेरो भाइहरूले कुखुरा फोहोरफार गर्दैछ हो। साफसफाइ पानी पनि छ त्यहाँनिर। अन्त यहाँनिर चाहिँ यसरी आगो फुकेको थियो हो। अन्त दाउरै सकिगएको रहेछ यहाँनिर चाहिँ। अन्त त्यही भएर चाहिँ बाँसको दाउरा धुप्पीको हाँगाले पोलेको हो। हेर्नुहोस् है गाइसी, मौसम पनि एकदमै जाडो छ हो। त्यसले गर्दा चाहिँ यसो आगो ताप्नु, म चाहिँ आगो ताप्दै घुम्दै आएको हो। अब म त पोल्नु जान्दिनँ, सेकुवाहरू कुखुराहरू पोल्नु त्यस्तो आउँदैन। अन्त त्यत्तिकै आगो ताप्दै आगो, म चाहिँ भाइहरूसँग घुम्दै हो। तर मजा आइरहेछ आगो ताप्नु। अन्त यहाँ माथि चाहिँ माथि चाहिँ पुरा गाडीहरू चाहिँ गाइस, त्यहाँ चाहिँ टुरिस्टहरू पुरा आउँदैछ हो। अन्त टुरिस्टहरू घुम्नेहरू पनि पुरा आइरहेछ। अघि यहाँ 4-5 जना पनि आएर आगो तापिकन जानुभयो हो। म चाहिँ आगो तापिरहेछु। वेदर पुरा चिसो छ आज चाहिँ, मौसम एकदमै चिसो छ। र भए पनि म चाहिँ यसो नुहाइदै गरेर निस्केको हो। यहाँनिर चाहिँ तर यति डरलाग्दो पिकनिक खानेहरू आउँछ हो गाइस। यहाँ चाहिँ हामी मात्रै होइन हो, यो चाहिँ अलरेडी कसले चुला बनाइरहेको रहेछ, त्यसमा हामीले आगो फुकेर चाहिँ कुखुरा पोलेको होइन। अन्त त्यही भएर चाहिँ अनि चुला चाहिँ यहाँ मात्रै छैन, चारैपट्टि रहेछ। यहाँ तल, ऊ माथि, यहाँ पर हो। हिजो अस्ति भर्खर यहाँ माथि पिकनिक खाएको रहेछ, त्यहाँ पनि पुरै चुलाहरू रहेछ है। तर हामी चाहिँ यहाँ परनिर कुलो छ है, कुलोको छेउमा यसो पानीको सिधा हेरेर फुकेको आगो चाहिँ हो। अन्त मजा आइरहेछ, वेदर पनि चिसो, आगो तापिरहेको छु त्यत्तिकै होइन। एकदम मौसम पनि चिसो, आगो पनि फुकेको, अन्त मजा आइरहेछ। अनि यहाँ चाहिँ अब हेर्नुहोस् गाइसहरू, यो चाहिँ अब वाचिपा होइन, सेकुवाको लागि हो। यो चाहिँ एकदम प्योर अर्ग्यानिक, अब के खतरा बस्तीको एकदम लोकल कुखुरा हो है। यसको चाहिँ अब जाडोमा तातो तातो सुपहरू, एकदम सेकुवा वाचिपाहरू बनाएर खानु चाहिँ एकदम लाइकको हुन्छ होइन। अन्त यसरी दुई भाइले चाहिँ यसलाई डढाएर चाहिँ एकदम साफसफाइ गरेर चाहिँ एकदम आगोमा यसरी पोलिरहेको छ हो। अब यो चाहिँ यहाँ बनाउने होइन है गाइसहरू, यो चाहिँ अब रुममा लगेर बनाउने हो। यहाँ चाहिँ जस्ट यो माथिनिर चाहिँ पोल्ने जग्गा छ नि त, जतासुकै अब पोल्दैन। त्यही भएर चाहिँ यहाँ पोल्ने जग्गामै ठाउँमै जङ्गलतिरै ल्याएर पोलपाल गरेको होइन। अनि यसरी पोलेर लगेर चाहिँ रुममै बनाएर खाने हो। यो चाहिँ अब कतिले त यहीँ बनाएर खान्छ अब होइन, खानेले चाहिँ। तर यो चाहिँ अब रुममै लगेर बनाएर खाने हो। भरे चाहिँ अब यो पोल्दै गरेको मान्छेको चाहिँ आज बर्थडे हो नि त। त्यही भएर चाहिँ एकदम साथीभाइलाई चाहिँ अब बस्तीको एकदम वाचिपाहरू बनाएर सेकुवा बनाएर दिने रे हो। मैले पनि फर्स्ट टाइम देखेको यसरी बनाउँदो रहेछ। यो कुखुराको भुत्ला डढाएर त्यही भुत्ला चाहिँ यसरी प्लास्टिकमा लाउनु पर्दो रहेछ। यही पोका पारेर चाहिँ अब रुममा लगेर चाहिँ यही केसँग मिक्स गरेर चाहिँ यहीहरू केहरू हालेर बनाउँछ अरे हो साथीहरू। मैले पनि फर्स्ट टाइम देखेको है लु यसरी उयो गरेको चाहिँ। वाचिपा त यसरी बनिँदो रहेछ त गाइसहरू। आम्मामा हेर्नु है लु, दुईजनाको कमाल चाहिँ अब जाँगर चाहिँ यत्तिको छ है आम्मामा। अब यसलाई चाहिँ टक्कै लगेर चाहिँ भरे मजाले काटकुट गरेर चाहिँ केसँग मिक्स गरेर बनाउने होला हो साथीहरू। अब के सल्लाह गर्दैछ दुईजना, अब के हाल्नुपर्ने के गर्नुपर्ने हो साथीहरू। हेर्नुहोस् है बस्तीको कुखुरा। अब यो चाहिँ एकछिन हामी आगो तापेको हो। कपाल पनि चिसै छ हो गाइस।
अन्त अब चाहिँ हिँड्नु आँटेको हामी हो यहाँनिर उयोहरू पनि बनाइसक्यो कुखुराहरू नि अब यो चाहिँ रुममै लगेर चाहिँ बनाउँछ भाइहरूले हो अन्त हिँड्ने बेलामा घाम पनि लाग्यो गाइसहरू हो अब चाहिँ हामी हिँड्नु आँटेको यहाँबाट सबै उयो बनाएर नयाँ बनाएको लिजु हेलमेट कहाँ छ हामी चाहिँ गएको गाइस बाई बाई अब चाहिँ है सेकुवा पनि बनाइसक्यो पोलिसक्यो अब यहाँ माथि निस्केर चाहिँ हामी घर जान्छु अन्त घरमा गएर चाहिँ फेरि यसो सेकुवा बनाएर खान्छु हो गाइस यसो जाडोमा होइन के गर्नु र सेकुवा बनाउँदै खाँदै बस्नु त होला अब म त्यस्तो खतरा भ्लग बनाउनु त जान्दिनँ होइन त्यतिकै टाइम पास भ्लग बनाउँदै हिँडेको बाई बाई गाइसहरू फेरि अर्को भिडियोमा भेटौँ लस यहाँको प्लेस चाहिँ यस्तो छ गाइस दामी पिकनिक खाने लायकको जग्गा छ हो हामीले चाहिँ